बुढानी पनि स्कुल जहाँ चाहिँ अब वातावरणकै कुरा गर्नु पर्ने हो भने हरियाली नै हरियाली छ। हामीले सफा वातावरणमा बस्न पाउने एउटा अवसर पनि पाएका थियौँ। यहाँको एउटा राम्रो पक्ष के हो भने हामीले आफ्नै साथीभाइ दाजुभाइ दिदीबहिनीहरूको फल चाहिँ थाहा हुँदैन, त्यो चाहिँ एकदमै राम्रो पक्ष हो। हजुरहरूको विचार चाहिँ यसमा के छ? हजुरहरूले यो चाहिँ कुन चाहिँ दृष्टिकोणबाट लिनुभएको छ? यो कुरा चाहिँ मलाई सुरुमा सुन्दा चाहिँ एक हिसाबले राम्रो लाग्छ भने समान व्यवहारको कुरा आउँछ। जुन नेपाली समाज समान व्यवहार गर्नेमा अझै पनि जुन यो पिछडिएको क्षेत्रहरूतिरदेखि लिएर अझै सहरी क्षेत्रहरूमा पनि छ अझै पनि भेदभाव भन्ने कुराहरू। तर त्योबाट टाढा राखेर पढाइमा पनि सुविधा विद्यार्थीहरूलाई चाहिँ जातीय भेदभाव हुनु हुँदैन भन्ने कुरा पनि सिकाइरहेको थियो र छ र सिकाइराख्ने छ पछिसम्म। त्यसलाई चाहिँ म एकदमै राम्रो दृष्टिकोणले हेर्ने गरिरहेको छु, जुनमा म एकदमै खुसी पनि छु। फर्स्टमा यहाँ आउँदाखेरि त्यहाँ प्रिन्सिपल अफिसमा मेरो नाम लेख्नु भएको थियो 601 प्रज्ञा भनेर। अनि त्यहाँबाट मेरो एउटा छुट्टै आइडेन्टिटी भयो, म नो मोर प्रज्ञा भएर थिएँ। अनि किन भनेर सोद्धाखेरि चाहिँ उहाँहरूले एक्सप्लेन गर्नुभएको थियो यसरी यो सिम्प्लिसिटीको लागि यहाँ भएको कुनै पनि बच्चाहरूलाई चाहिँ त्यो हुन्छ नि म यो जातमा यो कास्ट म यो ब्याकग्राउन्डबाट आउँछु भनेर उनीहरूलाई त्यो कुराले गर्दाखेरि चाहिँ उनीहरू कन्फिडेन्समा फरक नपरोस् अनि साथीहरूले हेर्ने लेभलमा पनि फरक नपरोस् भनेर भन्नुभएको थियो। र त्यतिखेरदेखि मलाई त्यो रिलेटेड चाहिँ पोजिटिभ पर्सपेक्टिभ नै छ र त्यो सबैलाई सुरुमा आउँदा चाहिँ यो कन्सेप्ट चाहिँ मलाई एकदमै झुम्सा लाग्यो, एकदमै वियर्ड भनौँ न, एकदमै त्यो मैले नसोचेको कुरा हो कि। अब पहिला क्लास 1 10देखि चाहिँ अघि तारा भनेर चिनिने एकैचोटि बहिनीले भने जस्तो नयाँ आइडेन्टिटी पाएँ एउटा टु टु 5 भएको र त्यो आइडेन्टिटी चाहिँ म एकदम प्राउडको साथ म चाहिँ अहिले पनि म 3 to 5 अघि म भन्नु चाहिँ मलाई एकदम गौरव फिल हुन्छ। किन भन्दा यो स्कुल इट्स नट जस्ट स्कुल इट्स मोर देन द्याट। हामी सबै एउटा फ्यामिली जसरी फ्यामिली स्कुल बस्यौँ नि त्यो। अनि पछि यो चाहिँ मलाई साथीले भनेको जस्तो यो घर हामीले चाहिँ यो किन भएन होला जस्तो लाग्छ भन्दा यो स्कुलको मेन अब्जेक्टिभ चाहिँ स्टुडेन्ट प्रड्युस गर्ने भन्दा पनि एउटा फ्यामिली मेम्बर्सहरू प्रडक्टहरू प्रड्युस गर्ने स्कुल एम हो, त्यो मैले बुझेँ र एकदम प्राउड फिल हुन्छ मलाई। अहिले पनि 3 to 5 अफिस हुन्छ।